Good morning, everyone. So again, welcome back to my YouTube channel. So आज चाहिँ म ब्याडमिन्टन खेलेर आइसकेँ र सबै फ्रेस भएर हजुर 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 फ्रेस भएर आजको सेड्युल के छ त्यो तपाईँहरूलाई कन्टिन्यू गर्दै जान्छु। ओके, अब म इन्टर दिँदैछु किचनभित्र। फोन गरिदिनु। किचनमा सिटी लागेको रहेछ, के चाहिँ पाक्यो है। आज अलिकति थाकेको जस्तो भयो त के भन्नु, थाक्नु त थाकिनै रहेको हुन्छ डेली नै खेलेर। त्यहाँदेखि अलिकति यो छाती यो पाटा चाहिँ मेरो अलिअलि दुख्दैछ। यो पाटा चाहिँ बेसी त्यो तन्केर हुन्छ नि, स्म्याच हेरेर होला हो। र आज फाइनल्ली चाहिँ के हुँदैछ भन्दाखेरि चाहिँ हाम्रो आज बुकिङ थियो अस्तिको, अन्त आउनेवाला थियो र आज चाहिँ कन्फर्म भएर पनि उताबाट हिँडिसकेछ सिलगढीबाट। र एक्चुअली उनीहरू चाहिँ क्यालकाटाको हो र त्यसैले गर्दाखेरि आज अब रुमहरू बनाउनु पर्छ। दुईवटा रुम छ, दुईवटा रुममै बुक छ र हाम्रो वरिपरि पनि अब होमस्टे छ र त्यसरी नै हामीले डिस्ट्रिब्युट गर्छ। सपोज अब एउटै प्याकेजमा भक्कु आएको छ भने हामीले कसैलाई दुईवटा कसैलाई तिनवटा त्यसरी नै हामीले प्याकेजमा डिस्ट्रिब्युट गर्छ। त्यसले गर्दाखेरि आज दुईवटा गेस्ट आउँदैछ मेरो पनि र के कसो अब रुम मिलाउनु पर्छ गइकन हो। पहिला चाहिँ म फर्स्ट अफ अल पानी खाइहाल्छु, केही नगरी नै फर्स्टमै मैले यो आउनु बित्तिकै ऱ्याकेट स्याकेट राखेर अलिकति फ्रेस भएर चाहिँ मैले यो भिडियो स्टार्ट गरिहालेको हो। त्यसैले गर्दाखेरि अहिले म फेरि कन्टिन्यू गर्नेछु के हुन्छ कस्तो बनाउँदो रहेछु रुम, हेर्नुहोस् होला। ओके, टु बी कन्टिन्यू, किप क्लाम एन्ड स्टे ह्याप्पी, चिल आउट। हेलो अगेन, आइ एम ब्याक। र यसरी नै फ्रेस पनि भइसकेँ र लुगाहरू पनि चेन्ज गरेँ, धुने लुगाहरू पनि मैले वासिङ मेसिनमा हालिसकेँ। र यसरी नै आज मेरो नानी चाहिँ के गर्दो रहेछ भनेर यसो हेर्नु जाउँ के गर्दो रहेछ। र सायद आई थिङ्क रुम मिलाउँदै होला। गुड मर्निङ हो, रुम मिलाउँदै रहेछ। अन्त आमा हुनुहुन्छ, नमस्ते नमस्ते। र आजको सेड्युल चाहिँ यही हो हाम्रो। मैले तपाईँलाई अघि नै भनिसकेको छु के हुन्छ कसो हुन्छ भनेर, डिटेल्स त दिइसकेको छु। र अहिले फेरि मिलाइसकेपछि म फेरि तपाईँसित फेरि कन्टिन्यू आउने छु। र मैले चिया मात्रै खाँदैछु अहिले चाहिँ, कि फ्रेस भइकन ठिकै छ। एन्ड वान मोर थिङ कि फेरि मैले त अर्को नेक्स्ट रुम देखाउनु बिर्सिसकेको। यो चाहिँ मेरो अर्को रुम हो गेस्टको लागि। सी गाइज, तपाईँहरू पनि यसो कोही फ्यामिलीवालाहरू छ यसो घुम्न आउनु छ भने यु क्यान बुक थ्रु माई फोन नम्बर मैले दिएको छु, इन्स्टामा पनि छ। म फोन नम्बर डिस्क्रिप्सनमा पनि छोडिदिइराखिदिन्छु, तपाईँले त्यहाँबाट कन्ट्याक्ट नम्बर लिन सक्नुहुन्छ। र आजको सेड्युल कन्टिन्यू राख्नेछु, त्यसैले हाँस्दैछ। Hello, what's up everyone? It's me Dave and here Alicia. Full is Dave Alicia. So, अब चाहिँ एकदमै म दोकान जानुभन्दा अगाडि चाहिँ फर्स्ट चाहिँ अब हल्का ब्रेकफास्ट त के भन्नु, ब्रेकफास्टको बदलीमा पनि हामी त बिहान त अब राइसै खान्छ हो। दिउँसो ब्रेकफास्ट पनि खान्छ,
तर राइस पनि अलिकति त अब त्यो पहिलादेखिकै अब हाम्रो बाजे बरु फादरदेखिको नै त्यही चल्दै आएको कि बिहान चाहिँ अब हाम्रो त्यो वेस्टर्न टाइपको चाहिँ हुँदैन यहाँ चाहिँ बिहान चाहिँ एकदमै भात सब्जी हुन्छ हो त्यसले गर्दा बानी नै राखेको छ हामीलाई पनि हो भात चाहिँ खानैपर्छ बिहान इट्स स्टिल नाउ कति बज्यो भन्दा हेर्नुहोस् देख्दैन रहेछ इट्स बिहानको 9:20 भएछ हो 9:20मै नै हामीले अब भात खाँदैछौँ सो भात चाहिँ अब केसित खान्छौँ के छ सब्जी त्यो पनि देखाउँछु स्पेसियल बनाएको होला उसले हो मेरो त तर अब सायद मेबी फेभरेटै हो त्यो त अब पहिलादेखिकै हो त्यसले गर्दाखेरि देखाउने छौँ म हात वास गरिकन आउँछु पहिला चाहिँ ल ओके सो टिल नाउ के भन्नु टिल नाउ आई विल कन्टिन्यू गर त ल ला मै देखिसक्यो पुरा लास्टमा जुम यो फेरि हामी आयो रेडी रेडी हो सब्जी चाहिँ के छ भन्दाखेरि चाहिँ सब्जी देखाउनु भन्नु त भनिदिइरहेको छु गुन्द्रुकको विच इज माई फेभरेट हाम्रो ट्रेडिसनल डिस हुँदैन हो हामी त नेपाली मान्छेहरू नेपालीको चोरो गुन्द्रुक किनेमा चाहिँ हाम्रो त टेस्ट हो भेन्डी एकदम फ्राइड गरेको एकदम लाग्छ मैले हो भिडी फिङ्गर मिठो हुन्छ हरियो एकदम खानुपर्छ है गाइस तपाईँहरू पनि खानुहोस् है होइन कसलाई गुन्द्रुक मनपर्छ कमेन्ट गर्नुहोस् ल बेसी पिरो चाहिँ खानु सक्दिनँ नि लागेन गर्नु त पऱ्यो के गर्नु काम गर्नु जग्गा दिदीको रिचार्ज पुगेछ नि गर्दा चाहिँ हाम्रो लागि चाहिँ फोन गरेको मान्छेले उठाएन वाइफाईको 2024मा टेस्टी गुन्द्रुक मलाई सब्जी नहोस् गुन्द्रुक आलु कम्ती झोल हालेको छ भने बस शान्तमा हाल त रित्तै बनाइदिनु तिमीलाई मनपर्छ होइन पढेर पनि फेभरेट हो नि फेरि करेला मिठो बी पनि मिठो लाग्छ मलाई त के को मनपर्छ तिमीलाई मलाई मनपर्छ के चाहिँ हो मलाई मनपर्छ पनिर पनिर होइन पर्छ मनपर्दैन छुर्पी कुहिएको छुर्पी किनेमा नाकीमा हालेर मनपर्छ नाकीमा अचार पनि भनिरहेको छु नाकीमा त्यो मिठो अचारहरू हुन्छ पटाएको किन्नु हुन्छ भने भन्नुहोस् है बेच्छु पनि भनेर हाम्रो भ्युवर्सको लागि मात्रै बेच्नु जो त्यो दोकानमै उयो राखेको त्यस्तो बेच्दैन नि फेरि अर्डरमा चाहिँ यहाँ तल कमेन्ट गर्नुहुन्छ चाहियो जो मेरो सब्सक्राइबर छ उनीहरूको लागि मात्रै फाल्टो आएर यो किन्छु माछाको अचार पनि दामी हुन्छ पिरो टाइपको त जो हरेन्ज स्पाइसी खान सक्छ नि उसको लागि त दामी हुन्छ त्यो माछाको अचार किम्बाब किम्ची सक्नु क्या तपाईँ त छक्कै पर्छ बिहानै भात खाँदो रहेछ भनेर मलाई पनि भनिहाल्यो त अहिलेदेखिको खाने बानी लागेको हो गान्तोकमा हुँदाखेरि त्यहाँ अलिकति
ब्रेकफास्ट भन्ने हुन्छ हो गेटमा पनि म काम गरेको नि त होमस्टेमै होटलमा पनि गरेँ रिसेप्सनिस्टमा थियो रिसेप्सनिस्ट भन्दैन के भन्नु अरूहरूलाई नयाँ नयाँ आउनेहरूलाई तिनीहरूलाई सिकाइदिन्थ्यो कस्तो गर्ने गाइडहरू गर्ने म्यानेजरै भनौँ न त्यस्तो टाइपको थियो अन्त त्यहाँबाट एक्सपिरियन्स लिएर चाहिँ छोडेर चाहिँ अहिले चाहिँ मेरो चाहिँ बातमा भन्छु तपाईँ अन्त अहिले चाहिँ आफ्नै होमस्टे चलाउँदैछु किनभने कति अरूको पनि काम गर्नु अरू कर्नरमा होइन आफ्नो पनि आफ्नोमा गरेको जस्तो हुँदैन बाहिर जाने ट्राई गरेँ तर अब किन त्यतिखेर चाहिँ होटलमा काम गर्नु पऱ्यो भने उसले चाहिँ घर बनाउँदै थियो नि त नयाँ त्यसले गर्दाखेरि अलिकति अब घर पनि बनाउनै पर्ने हो आफै बस्ने नै हो पछि होइन त्यही गर्दाखेरि अब जिम्मेवारी भन्ने चिज त आउँछ गाइस हो केटा मान्छे हो रेस्पोन्सिबिलिटी भन्ने बिस पऱ्यो बुझ्दैछु मैले चाहिँ उसको खोर्सानी अलिक बेसी भयो नि त अन्त नि मिठो चाहिँ दामी भएछ चम्चीले खाएको भन्दाखेरि चाहिँ हातले खाएको चाहिँ मिठो टेस्ट आउँछ मलाई लाग्छ तपाईँहरू कस्तो लाग्छ दुइटाले खानु मलाई एउटै लाग्छ फरकै पर्दैन म चाहिँ हातले खाएको चाहिँ एकदम बेस्ट खाएको जस्तो लाग्छ चिज भनेको पिरो मेरो लसुन नै पिरो भयो हजुर पिरो भएर मऱ्यो म चाहिँ फाइनली एकदम खान सक्नु चाहिँ अब चाहिँ तपाईँलाई देखाउँछु लास्टको चाहिँ यस्तो गर्नु पऱ्यो गाइस हातले उठेन भने चाहिँ यो पा ल चिलो अदुवा छोडी पठाएँ अन्त तिमीहरू हेर्दैन यो भयो अब अलिकति पानी खान्छु ल बेसी काम हुँदैन पानी Hello again, I'm back. र खानासाना भयो र खाना खाइसकेर फेरि म झोला बोकेर डेली रुटिन बोकिकन जानैपर्छ दोकानको लागि सौदा ल्याउनु अनुहार देखिनु होला है मेरो त कामले गर्दा सौदा ल्याउन जानैपर्छ हो र पुरा घाम लागेकोले गर्दा दिवस दा आउँदैछ दिवस दा हाम्रो दा जङ्गलतिर लागेको होला ब्याडमिन्टनको साथी हो नि हामी ट्याग हारिदिन्छ नि फेरि डाँडा गएको ल यहाँ फेरि सौदा पानी हुँदो रहेछ भइहाल्यो सौदा बेच्न आएको रहेछ कमेन्ट डाउन बिलो एकदम के छ कसो छ ल गए गाइज यस्तो छ जिन्दगी डेली रुटिन मेरो त गाउँले जिन्दगी कुरा हेरेको रहेछ अलिक घुम्ने ठाउँ हुँदैन यहाँ फेरि अब सौदा छ त उयो छ सनसिल्क पिङ्क कलरको हुन्छ होइन बालिस छ यस्तो आइगर आयो गाडी धुन आँटेको है भाइको गाडी आज सन्डे चाहिँ आज फन्डे हो नि त हो गाडी हो भाइको
ब्रदर जान दोकानमा ल भाउजू छ नमस्कार बडी जाँदैछ अब म फेरि तल अलिकति तल पुगे जस्तो छ है भाइकै घर हो तलपट्टि सबै पढ्नेहरू छ सबैजना कति बेला आइपुगिस् हो कि आज कहीँ चाहिँ हुँदैन एकछिन तल डाँडा साथी हुनुहुँदो रहेछ साथीलाई पर्खेको भग बनाएको किन त्यो चाहिँ किन मजा न झम्झाएको रहेछ के भयो कहीँ गइनस् अन्त ओ जीवन छ र यहाँ अब सिनहरू दामी दामी हाम्रो माथिपट्टिको ट्याङ्की चाहिँ अर्कै छ ठुलो छ तर यहाँ तल्लोपट्टिको यो किनिदिनुहोस् एउटा टुरिस्ट स्पटै हो यो कहाँ क्यान्टोनमेन्ट एकदम ब्रिटिसले मन पराएको छ तपाईँले खास नजर त अब हाम्रो गाउँको यहाँबाट देख्नुहुन्छ यो मेरो गाउँ चाहिँ यो चाहिँ ढुङ्गा बाटोमा मेरो घरबाट 5 मिनट 5-10 मिनट लाग्छ बनाउनु है त्यो माथिको भ्यूहरू यो माथि चाहिँ टाइगर हिल हो तर त्यति खास देख्दैन त्यसले गर्दाखेरि रिनोभेट गरेर फेरि गाउँमै बनाएको छ पल्युसन पनि होइन त्यस रेडी ओके आउनुहोस् यताबाट बनाइदिइहाल्नु यो त्यस्तै छ ठुलो पनि छैन सानै छ यो त एकदम सानो आउँदैछ ल छैन सब्जी टमाटर छ ओके कुन चाहिँ भयो यो है
त लाज हुन्छ नि त अहिले है। र फाइनली म डाँडाको दोकान चाहिँ आइपुगेँ। ल ल टमाटर के छ हालखबर? बसिरहेको छ है। आज सन्डे रहेछ है। आज बन्द रहेछ प्रायः जस्तो दोकान। हाम्रो पुरानो दोकान हो यो चाहिँ, रासिन जहाँ हामीले खान्थ्यो यही दोकान हो। अहिले पनि स्टिल हामी यहाँ दोकानको लागि यहीँबाट सौदाहरू लान्छ। सबै पाउँछ नि त, सबै पाउँछ। यस्तो छ। टमाटर नयाँ तुरेको? टमाटर राम्रो आउँदैन, अब टमाटरले पनि बोलाउँछ छिटो। ला प्याज छ? प्याज छ रहेछ। अर्कै लानुपर्ने हो। दुध छ सानो? दुध पनि तर पनि लानुपर्छ। गाइस अब म चाहिँ फेरि प्याज छान्नु बसिरहेको छु। के रहेछ सामान रहेछ अब यहाँ तलपट्टि चाहिँ बिहा एकदम यो घरमा चाहिँ बिहाको भाइब हुँदैछ अहिले हो। गीत पनि चल्दैछ। साथी जाँदो रहेछ स्कुटीमा हो। प्याजी अब प्याज लानुपर्छ मैले 1 किलो। ल अहिले फेरि कन्टिन्यू गर्छु यसो भ्लग ल एकछिन। गाइस प्याज छानिसकेँ, हत्तु भयो। अब फेरि आलु कसरी छ अरे? रुपियाँ तर आलु यति नै छ। यति नै छ आलु। अब यो आलुको ट्रन सानो सानो रहेछ त है। ठुल्ठुलो यति नै हो। भएको छैन नि उही गहुँ छ कसरी 40 रुपियाँ। रहेछ त आलु त अन्त 1 किलो पनि पुग्छ कि अन्त। तेरो भइसकेको है? डल्लो खालको बैगन छैन नि छैन। डल्लो खालको बैगन अरे? भर्ता क्या भर्ता। गाइस म छानिहाल्छु। अप्ठ्यारो भयो कि फोन पक्रिनु, त्यसले गर्दाखेरि हो। कन्टिन्यू गर्छु नि ल। ला आदि टमाटर प्याज र आलु त उयो गरिसकेँ हो, सौदा गरिसकेँ। अब यो अन्डा गरिदिँदैछ राकेशले हो, अन्डा बाँधिदिँदैछ। दोकाने हाम्रो बिजी रहेछ नि त, त्यसले गर्दाखेरि यहाँ आफ्नै गर्नु पर्दैछ। र त्यसैले नै मेरो सौदा त्यसले पनिर पनि लान्छ अरे हो। सौदा चाहिँ यति हो। यो 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 यहाँ छ, यहाँ छ। त्यसको लागि चाहिँ पनिर निकालिदिएछ। पनिर एकदम फ्रेस हो, लोकल हो त है? लोकल पनिर हो त है यो? लोकल लोकलै हो। एकदमै दामी छैन त पनिर। यो चाहिँ बबन भैयाको दोकान हो है। यहाँ पाउँछ पनिरहरू चाहिँ। यहाँ सबै चिज पाउँछ। उहाँले सबै सस्तो पनि गरिदिनुहुन्छ, मिलाइ पनि दिनुहुन्छ। ठिक पनि मेरो अन्डा भयो। एक क्रेट बान्दैछ यसले। बास अन्डा भयो। यता व्यस्त छ कि घामले टन टन सकेको छैन। आज फेरि सन्डे रहेछ हो। सन्डेले गर्दाखेरि आज बन्द प्रायः जस्तो दोकान नि। ल गाइस अहिले फेरि कन्टिन्यू गर्छु मेरो भ्लग ल। अहिले फेरि भेटौँ। ल गाइस सौदा पनि गरिसकेर उकालो फर्किँदैछु र एकदम लोड छ मेरो त होइन। यो यहाँ राखेर यसरी नै अब उकालो हिँड्दाखेरि म भ्लग गर्न सक्दिनँ होला हो। एकैचोटि घरमा गएर भेटौँ होला। ओके फाइनली आई रिच माई होम। घर पनि आइपुगेँ। यो अन्डा राखेँ, यो सौदाहरू यहाँ छ हो। सौदाहरू हाल्नु पर्छ, गरम छ। प्याज, टमाटर, आलु। बस्तीको आलु अघि देखाएको थिएँ तपाईँलाई सायद मैले। मेरो गोल्डहरू अझै छ, अहिले बिस्तारै निकाल्छु। दोकानको हिसाब पनि लेखिहाल्नुपर्छ हो।
फाइनली मैले चाहिँ रुमहरू पनि रेडी गरिसकेँ। अहिले मैले लाइट चाहिँ अन गर्दिनँ नि त, किनकि दिउँसै लाइट किन अन गर्नु भनेर चाहिँ लाइट अन गर्दिनँ। फाइनली रुम पनि रेडी भइसक्यो। यो चाहिँ रुम पर्फ्युम हुन्छ नि, त्यो चाहिँ हालिराखेको मिठो गर्नुहुन्छ नि त। यो चाहिँ हाम्रै हो, यसलाई चाहिँ नि होस्। अब फाइनली रुम चाहिँ यस्तो भयो हाम्रो। अब गेस्ट आउनु आँटेको छ। मैले यो पनि राखिदिएँ, फुल पनि राखिदिएँ। यहाँ छ एउटा रुम, देख्न सक्नुहुन्छ। एउटा रुम यो हो, एउटा रुम त्यो हो। भयो रेडी। मैले यहाँ फुलहरू पनि मिलाएको छु। अब चाहिँ म जानु आँटेको काम सघाउनु। फेरि बादमा भेटौँ तपाईँहरू सबैजनालाई। बाई बाई। हेलो, गुड आफ्टरनुन एभ्रिवान। अगेन आई एम ब्याक। म त हत्तु भइराखेको छु। किन हत्तु भएँ भन्दाखेरि आज बारीमा अलिकति काम थियो, त्यो भिडियो चाहिँ गर्नु पाइनँ। किन भन्दाखेरि एक्सक्युज मी, नेट अलिक चल्दैन हो। बारीमा त्यति हाम्रो अब नेटवर्क त्यति पक्रिँदैन, त्यसले गर्दाखेरि मैले उयो फोनै लगिनँ। दाउरा काट्नु पर्दै थियो नि त, त्यसले गर्दाखेरि मैले गरिनँ हो। त्यसले गर्दा घाँटी पनि खस्कदा त्यो धुलो पसेर होला त्यो दाउरा काटेकोले हो। त्यसले गर्दाखेरि फेरि अहिले इट्स 2:10 दिउँसोको 2:10 भइरहेको छ। र फेरि मैले फुल चार्ज पनि भइरहेको रहेछ। र यसो उयसमा आएको घरमा आएर यसो हेर्दाखेरि त आई थिङ्क गेस्टहरू आइराखेको रहेछ। आयो है गेस्टहरू कस्तो कतिजना छ? म पनि बिजी थिएँ नि त, म पनि बारीमा बिजी थिएँ। पहिला त थाहै भएन गेस्टहरू आएको पनि हो। सो तपाईँलाई सानो गेस्टको उयस मात्रै देखाउँछु हो। उनीहरूसित अब इन्ट्रोडक्सन गर्नु सक्दिनँ अहिले त हो। अहिले त्यति फ्रेङ्क पनि भएको छैन म हो। उनीहरू पनि कम्फर्टेबल भएको छैन। जस्ट क्लिक मात्रै देखाउँछु हो। बेलुका चाहिँ म तपाईँहरूलाई उयो गर्छु। हेलो, फाइनली गेस्ट पनि आएछ। त्यसैले अब म जाँदैछु गेस्टहरूलाई हेर्नको लागि। अलिकति अँधेरो भयो होला, त्यसले गर्दा नरिसाउनु होला। मेरो क्यामेरा त्यति राम्रो त छैन हो, भए पनि एडजस्ट चाहिँ गर्नुहोस् है प्लिज। जाँदैछु। यो मेरो बाजेको रुम हो होला। गेस्टहरू यता छ। ओके, हियर इज आवर गेस्ट। Can I do some small vlog? Yeah, sure. Okay. Where are you from? Kolkata ना? आप डॉटर है और फादर और मदर ना? ओके। और कैसा लगा आप लोगों का आज यहाँ पर आने के लिए? यहाँ बहुत अच्छा लगा। और आप लोग रूम में सेटिस्फाई है? बहुत अच्छा ना? कंफर्टेबल है ना? ओके, थैंक यू वेरी मच। फिर मैं आपको मेरा चैनल का लिंक दे दूंगा, प्लीज़ सब्सक्राइब कर देना, ठीक है जी? ओके गुड, ओके श्योर, थैंक यू। What's up everybody? I'm back again। यसरी नै फेरि म अलिकति ग्याप भएँ, किन भन्दाखेरि गेस्टहरू आएर अलिकति पुरा बिजी भएको जस्तो भएँ हो। त्यसले गर्दा फोन छुनै पाइनँ। गेस्टहरूलाई यता खानाहरू भन्दा यता उयो गर्दा गेस्टहरूसित फेरि गफ गर्दाखेरि हो। अनि अलिकति गेस्टलाई टाइम दिएर चाहिँ अहिले अलिकति फ्री भइरहेको छु हो। त्यसले गर्दाखेरि ऊ पनि अलिसा पनि नुहाउनु पसिरहेको छ। ऊ पनि बिजी भइरहेको थियो। त्यसले गर्दाखेरि तिमी नुहाउनु गयो होला मलाई भन्ने। अनि चाहिँ फेरि अहिले म फिलहाल अब चाहिँ फाइनल्ली अलिकति भए पनि फ्री भएको छु हो। त्यसले गर्दाखेरि आजको दिन त अब सेड्युल त त्यसरी नै बितिहालेको छ हो। त्यसरी नै बितिहाल्यो मेरो त। यताउता गर्दा नै यताउता त्यसै बिजी भइहाल्यो हो। त्यसरी नै प्लिज तपाईँहरूले कतिजनाले चाहिँ म फेरि भन्न चाहन्छु कि कतिजनाले चाहिँ मेरो भिडियो हेर्न त हेर्दो रहेछ, तर प्लिज तपाईँहरूले सब्सक्राइब चाहिँ गर्नुभएको छैन रहेछ हो। प्लिज सब्सक्राइब गरिदिनु चाहिँ, लाइक कमेन्ट पनि गर्नु चाहिँ ल। र फेरि म कन्टिन्यू गर्छु एकछिनपछि। आई विल बी ब्याक अगेन। ओके, टिल देन चिल आउट। गुड मर्निङ एभ्रिवान। अन्त आज चाहिँ अब गेस्टहरू फर्किनु आँटेको रहेछ यहाँनिर। अन्त चाहिँ गेस्टहरू सबैजना चाहिँ यहाँनिर छ। उहाँ हो मेरो न्यू फ्रेन्ड, उहाँ हो उसको भाइ, उहाँ हो उसको आमा।
उनीहरू चाहिँ अब चेकआउट हुनु आँटेको अहिले तपाईँको 7 बज्नु आँटेको छ टाइम पनि उहाँहरू सबैजना जानु आँटेको छ अन्त एउटा यो रुम बुक भएको थियो अन्त एउटा चाहिँ यो रुम बुक भएको थियो अन्त दुइटैबाट चेकआउट हुँदैछ आज चाहिँ अन्त थ्याङ्क यू सो मच अहिले भेटौँ टु बी कन्टिन्यू Good morning, everyone. What's up? What's up? Always good people with a happy smile. I'm back again. So आज हाम्रो गेस्ट बिहान 8:30 मा चेकआउट भयो हो त्यसैले हामी बिजी थियो हिजो पनि हामीले भ्लग तसम्म आधीसम्म त गरेको थियो अन्त किनभने गेस्टहरूलाई पनि टाइम त दिनु पर्यो हो फेरि त्यसले गर्दाखेरि हामीले त्यसलाई हामीले अलिकति अब बेलुकाको चाहिँ बनाउन सकेन किनभने डिनरहरू गर्दाखेरि पनि गेस्टहरूसित हामी इङ्गेज भइहाल्यो हो त्यसले गर्दाखेरि यो चाहिँ बिहानको मर्निङ हामीले गेस्टलाई चेकआउट गरेर पनि अन्त अहिले हामीले फेरि हेर्नुहोस् रुमहरू क्लिन पनि गरिसक्यो हो ब्ल्याङ्केटहरू आज दिन फेरि यस्तो वेदर यस्तो पानी पर्दैछ हो अहिले चाहिँ अलिकति रोकेको छ पानी पल्ला पल्ला जस्तो हुँदै थियो अघि त पानी पनि पर्दै थियो र वेदर अहिले अलिकति रोकेको जस्तो छ तर अब के गर्नु ब्ल्याङ्केटहरू यस्तै छ ब्ल्याङ्केटहरू अब यहीँ राख्नु पऱ्यो हो बाहिर निकाल्नु पनि भएन हो त्यसले गर्दाखेरि अब आज यो बेडसिट लगाउने काम चाहिँ हुँदैन र नेक्स्ट रुम पनि हेर्नु आउनुहोस् गेस्ट एकदमै राम्रो थियो हामीले तपाईँहरू भ्लगमा देखाउँछौँ गेस्ट एकदमै राम्रो थियो यो चाहिँ हाम्रो सेकेन्ड रुम हो हेर्नुहोस् यहाँ पनि बसेको थियो होइन एन्ड म के भन्न चाहन्छु भने द गेस्ट वाज सो नाइस एन्ड फाइन एन्ड दे आर सो फेमिलियर विथ एभ्री वान with us also and thank you for नाम के भयो अरे रितिका मित्र No. Ritrika Mitra. Thank you for Ritrika Mitra for as being a friendship and as being a part of our homestay. And once more, thank you to Saros Da also because Saros Da को थ्रुले गर्दाखेरि नै आजको दिनमा यो गेस्ट आउन सकेको किन भन्दाखेरि उसले सपोर्ट गरेर मात्रै आज दिनमा यो गेस्ट आउन सकेको इभन उसले सपोर्ट नगरेको भए आजको दिनमा हाम्रो गेस्ट आयो हाम्रो रुममा आज त्यति अकुपाइड हुन्थेन हो एन्ड थ्याङ्क यू भेरी भेरी मच एन्ड थ्याङ्क यू फर द कलकत्ता गेस्ट अल्सो एन्ड थ्याङ्क यू फर एभ्री वान एन्ड लास्टली सपोर्ट आवर च्यानल तपाईँहरूले हेर्नुहुन्छ भ्युजहरू पनि आउनु त आउँछ कतिजनाले भ्युज मात्रै हेर्छ तर सब्सक्राइब गर्नु भएको छैन प्लिज डु लाइक share and subscribe and hit the comment and bell icon down below and chill out for the next time.